साथीहरू मलाई चाहिँ डरलाग्दो लत लागेको छ क्या अब अन्त जस्तै महँगो पऱ्यो पनि मलाई चाहिँ किन्नु मनपर्छ होइन। अन्त फ्यामिलीले पनि यति बिघ्न अब गाली गर्छ होइन, किन चाहिँ यस्तो महँगो किनिरहनु है भन्छ नि त। अन्त मलाई चाहिँ अब खै अब लतै लागेको भनौँ न है। अब त यो लत चाहिँ अब के रहेछ हेर्नुहोस् ल, तपाईँहरूलाई कस्तो लाग्छ के लाग्छ भन्नुहोस् होला होइन। मलाई चाहिँ नि फुलको लत क्या, आमा 150 200 कति कति लाग्छ होइन। अन्त किनेर ल्याउँछु है। अन्त हस्बेन्डले चाहिँ भन्छ खुट्टा राख्ने ठाउँ छैन र पनि के साह्रो थुपारेको होइन। मलाई चाहिँ अब पिटुनिया है सिलेन्थुलस अरे है, यो चाहिँ मैले फर्स्ट टाइम रोपेको। अब फुल्न त अब अरू मतलब मजाले देखेको, तर अब मैले चाहिँ फर्स्ट टाइम रोपेको। तर अब यो पनि फुल्नु आँटेको छ हो। यो पनि मैले कस्तो महँगोमा ल्याएको हो योहरू। अन्त एउटा चिज देखाउँदैछ मलाई चाहिँ एनिभर्सरीमा चाहिँ मेरो हस्बेन्डले चाहिँ के गिफ्ट दियो भन्दा चाहिँ यो हेर्नु, यो चाहिँ मैले आफै मागेको हो। त्यो फ्लावर सोमा गएको थिएँ नि, त्यति बेला चाहिँ मैले किनिदेऊ न मलाई एनिभर्सरी गिफ्ट देऊ न भन्दा चाहिँ हस्बेन्डले लैजाऊ भन्यो। अब खुसी पनि भएन अब। अन्त यसको लागि चाहिँ अब मैले चाहिँ खुसी भएर ल्याएको है। अन्त यो लत चाहिँ डरलाग्दो, यो चाहिँ मैले 20 रुपियाँ गोटा गरेर ल्याएको। यो चाहिँ मैले 12 माइलबाट ल्याएको। खै कति वर्ष भइसक्यो हो, बढेको चाहिँ छैन। यसमा चाहिँ फुल लाग्यो, दुईवटा फुल फुल्दैछ। अन्त यो त झन् कति भयो हो। यो चाहिँ नि अब खै मलाई चाहिँ सबैको दामी हुन्छ भन्छ हो। यो चाहिँ मैले यत्रो लामो यति ल्याएको, यत्रो अग्लो घट्दै घट्दै यत्रो भएको छ हो। अब मरेको पनि छैन, अब बढेको पनि छैन, अब यो यत्रै हो। सबैले चाहिँ राम्रो हुन्छ मजाले फस्टेर जान्छ भन्छ, खै मेरो त मैले चाहिँ पहिला ठुलोमा रोपेको थिएँ, घट्दै घट्दै गएर चाहिँ मैले यो सानोमा सारिदिएको छु। कुनै अब बढ्छ कि आइए यस्तै हो। यिनीहरू चाहिँ मैले यो चाहिँ घरबाट ल्याएको, सार्ने बेला भन्छ। यो चाहिँ मैले अनलाइन किनेको है। आयो यही यसमै आयो। मलाई चाहिँ फुलहरू किन्नु मनपर्छ। यो चाहिँ मेरो नन्दले ल्याएको है। यहाँ पनि छ, यो पनि मैले 12 कि 10 रुपियाँ गोटा कि 12 रुपियाँ गोटा गरेर ल्याएको हो। जग्गा पनि छैन नि, आमा सानो जग्गामा काचाक कुचुक। यो चाहिँ सबै कटिङ, यसपालि सबै कटिङ गरेर मैले सारेको। यो चाहिँ मैले कति हो 40-50 रुपियाँमा ल्याएको होला, सानोबडे दिएको बडे अहिले निकै उयो भयो है। अन्त अस्ति गदावरी मैले उयो गर्दा चाहिँ चुट उयो भयो कि, अन्त ल्याएको सार्नु 100 रुपियाँ गोटा किनेको है। त्यस्तो लतमा लगेको छु साथीहरू हो। अन्त चाहिँ खोर्सानी हो, यो पनि अस्तिको साल त निकै खायो। अब यसपालि मैले यसमा सारेको यहाँ पनि कटिङहरू हालिरहेको। अस्ति त्यो फुलमा पानी हाल्दा हाल्दै कटिङहरू निकै भएछ कि, अन्त यहाँ सारिदिइरहेछ। अब यहाँबाट चाहिँ अब पछि अलिक उयो भएपछि त्यहाँदेखि सार्नुपर्छ। म चाहिँ यस्तोहरू सेटमा सबै मागेँ, यहाँ पनि हालिदिइरहेको छु है कटिङ। जेरिनियम चाहिँ अब मनपर्ने हो, किनभने नि यो चाहिँ फुल्दा चाहिँ यतै दामी लाग्छ त मलाई है। हुन्छ साथीहरू, अब आज चाहिँ
पोस्ट आएकै हुन्छ है साथीहरू। हिजो चाहिँ हालिनँ मैले, रिसैले नहालेको नि है। कोही कोही बेला चाहिँ रिस पनि देखाउनु पर्ने रहेछ फेसबुकलाई हो। भाँचिन्छ क्या त्यतिकै। मेरो चाहिँ फेरि बाँदरै हात छ नि त, छुए कि भाँचिहाल्छ हो। अन्त यस्तो हो, यो पनि मजाको भएको छ है। यो चाहिँ मन पर्थ्यो कि आजकल मन पर्दैन मलाई, बिरिरिरी झरेर हो। यो पनि मैले बजारबाटै ल्याएको, बिहिबारे हाटबाट ल्याएको। निकै भयो यो ल्याएको त मैले 7-8 महिना भयो होला। यसपालि चाहिँ निकै कोपिला लागेको छ। मेरो चाहिँ फुल चोरी हुन्छ साथीहरू, ट्याक 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 हराइदिन्छ हो। अन्त हस्बेन्डले नकिन भन्छ कि किन्नु मनपर्छ है। फुल रोप्नु बस्यो भने कस्तो है, अब टाइम काटेको थाहा पाउँदैन है। कस्तो टाइम पास हुन्छ। अब मान्छेहरूलाई टाइम दियो भने, अब बरु फुलहरूलाई दियो भने होइन, रोप्यो भने जस्तै भए पनि फुल्छ कोपिला हेर्नु